राजनीतिक प्रतिशोधका लागि जनप्रतिनिधिमाथि सरकारले मुद्दा लगाएर थुन्ने प्रविधि खारेज होस्। आदरणीय दर्शकबिन नमस्कार। देशकै तीनटा ठुला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीका मूलतः शीर्ष नेताहरूले कसरी जाल जेलमा बीचमा पारेर राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जाल जेलमा पारेका छन्। आउनुहोस् जानौ। दर्शकबिन रवि लामिछाने मूलतः एक नयाँ राजनीतिक शक्तिका नेता हुन्। उनले नेपाली युवाको सम्पादन समातेर राजनीतिक अभियान चलाएका छन्। छोटो समयमै राजनीतिमा एउटा गर्विलो उपस्थिति कायम गरेका छन्। उनको उपस्थिति नेपाली सत्ता राजनीतिमा 30औं दशकदेखि हिमाल चुली हाली मुहाली गरिरहेका शक्तिका लागि टाउको दुखाइ बनेको छ। आउँदो चुनावबाट त पूर्णतः विस्थापित भइने हो कि भन्ने डरले शक्तिहरू एक भएर रवि विरुद्ध लागेका छन्। रविलाई राजनीतिमा अगाडि बढ्न नदिन सबै प्रकारका हत्कण्डा उनीहरूले अपनाइरहेका छन्। रवि छोडौं स्वतन्त्रबाट स्थानीय तहमा मेयर बनेका बालेन र अर्का साम्पाङलाई पनि यिनीहरूले छोड्नेवाला छैनन्। एकपछि अर्को आक्रमण, एकपछि अर्को प्रहार। नदुख्ने त होइन साथी, यो दुख्छ मलाई पनि। निरन्तरको प्रहारले म लौलहान भएको छु, छाती चिया भएको छ, गाडिएको छ तीर, देखिरहेको छु, बगिरहेको छ रगत। मलाई थाहा छ, पीडा छ, घाउ छ, थाहा छ। त्यही घाउमाथि फेरि अन्य प्रहारहरू आउँछन्, मलाई थाहा छ, तर ढल्ने छुट छैन। विभिन्न प्रकारका मुद्दा मामिलामा फसाउने, थुन्ने र आम रूपमा बदनाम बनाउने अस्त्रहरू प्रयोग गरिरहेका छन् ताकि रवि भौतिक र नैतिक रूपमा पनि शिर ठाडो पारी हिँड्न नसकोस्, जनतासँग अन्तर्क्रिया गर्न पनि नसकोस्। पुराना शक्तिहरूको भण्डाफोर गर्ने र प्रश्न गर्ने शक्ति उनीसँग जीवित नरहोस् भन्ने चाहन्छन्। रविको उदयलाई उनीहरूले आफ्नो गाथगादी त्वाकेको ठानिरहेका छन्। त्यसैले उनलाई सत्ताको नजिक ढिम्किन नदिन नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी एक हुनु परेको छ। रवि मैदानमा उत्रिदा मात्र पनि थर्कमान भएका प्रचण्ड चितवनमा चुनाव लड्न नसकी गोर्खातिर भाग्नु परेको थियो। अब उनी गोर्खाबाट कहाँ जाने? अझ संसदको तेस्रो शक्ति रहेको माओवादी र त्यसका नेता प्रचण्डका लागि रवि प्रत्यक्ष चुनौती बनेर आएका छन्। रविले थोरै मात्र सिट बढाउँदा पनि प्रचण्ड चौथो वा पाँचौं स्थानतिर झर्न सक्छन्। तेस्रो स्थानमा रासोपा र त्यसका नेता रवि लामिछानेले लिन्छन् भन्ने डर प्रचण्डमा अझै पनि छ। राजनीति सत्ता र शक्तिको खेल हो। यहाँ अनेक जायज नाजायज खेल हुन्छन्, तर त्यस खालको शक्ति सङ्घर्षलाई स्वच्छ फेयर प्ले मैदान उपलब्ध गराउने काम न्यायालयले गर्नुपर्छ। फौल खेल्नेलाई अदालतले दण्डित गर्नुपर्छ। अहिले रविलाई तह लगाउन एमाले, कांग्रेस र माओवादीको सिन्डिकेट नै लागि परेको छ। यस्तो बेलामा रेफ्रीको भूमिका न्यायालयले निभाउनुपर्छ। हो, कुनै न कुनै बहाना नबनाएर कसैलाई थुन्न गाह्रो हुन्छ। रविलाई थुनमा पठाउनका लागि पनि पीडितहरू खडा गरिएको छ, जाहेरी लिएको छ। संसदबाटै छानबिन गराइएर प्रतिवेदन तयार पारिएको छ। घटनालाई रहस्यमय बनाइराख्न मुख्य अभियुक्ति जीबी राईलाई लुकाइएकै छ। अनि जीबी राईसँग कुनै बेला व्यावसायिक सहकार्य थियो भनेकै भरमा सारा अपराधको भारी रविलाई बोकाइएको छ। त्यो पनि उनी शक्तिमा आउन लागेपछि, जुन सरासर प्रतिशोधपूर्ण छ, पूर्वाग्रहयुक्त छ। जब न्यायिक प्रक्रियामा प्रतिशोध र पूर्वाग्रह घुस्छ, त्यसले तटस्थता र विश्वसनीयता गुमाउँछ। अब सर्वोच्च न्यायालयले भनिदिनु परेको छ, रविमाथि चलाइएको कारबाहीमा कति राजनीतिक तत्त्व छ र कति फौजदारी तत्त्व मात्रा मिलेको छ। अलिकति मात्र पनि राजनीतिक पूर्वाग्रह र प्रतिशोध तत्त्व त्यहाँ छ भने शङ्काको सुविधा रविले पाउनुपर्छ। उनीसँग डराएका शक्तिहरूको हालीमुहाली यथावत राख्नकै लागि रविलाई थुनामा राख्ने कुरा न लोकतन्त्रका हितमा छ, न त न्यायालयको आस्थाका दृष्टिले नै उचित छ। रविले नेपाली जनतालाई सङ्गठित गर्दै मुलुकको आमूल परिवर्तनको लागि क्रियाशील हुने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टीको गठन गरे। पार्टीको अध्यक्ष पनि भए। प्रतिनिधि सभाको गत निर्वाचनमा चितवन जिल्लाको निर्वाचन क्षेत्र नम्बर 2 बाट निर्वाचित पनि भए। यस दलमा उनी सहित 21 सांसद प्रतिनिधि सभामा छन्। प्रतिनिधि सभामा परिवर्तनको आवाज बुलन्द गराउने रविको छुट्टै पहिचान र लोकप्रियता छ। फौजदारी कुसुरमा उनको संलग्नता के कति हो भन्ने कुरा अदालतले हेर्नै बाँकी छ। मुख्य अभियुक्त जीबी राई अझै पनि फरार छन्। उनी फरार भएको देख्दाखेरि लाग्छ कि सरकारले आफै उनलाई लुकाएको छ। मुख्य अभियुक्तलाई लुकाएपछि रविलाई केस हाल्न पाइन्छ भन्ने
सिद्धान्तसहित सरकार पूर्ण लागि परेको देखिएको छ। अझ यिनै ठुला दलले उनलाई संरक्षण दिएर भगाएको भनिँदैछ। तर रविको मुखार आवाज दबाउन राज्यको तर्फबाट प्रतिशोधपूर्ण एवं गैर कानुनी रूपबाट कारागारभित्र थुनिएको छ। यस्तो बेलामा सांसदभित्र प्रतिपक्षको आवाज दबाउन नदिनकै लागि भए पनि रविलाई न्यायालयले थुना बाहिरबाटै मुद्दाको पूर्वापेक्षा गर्ने अवसर प्रदान गर्नुपर्छ। प्रमाणको परीक्षण गर्दै जाँदा भोलि उनको भागमा पनि दायित्व त बेहोर्नुपर्छ नै। तर न्यायिक प्रक्रियाको आरम्भमै उनलाई थुनेर मुख बन्द गराउने र नाङ्लो ठटाएर हात्ती तर्साउने प्रविधिमा सर्वोच्च अदालतले लगाम लगाउन ढिलो गर्नु हुँदैन। एकपछि अर्को आक्रमण, एकपछि अर्को प्रहार नदुख्ने त होइन साथीहरू, दुख्छ मलाई पनि। निरन्तरको प्रहारले म लौलहान भएको छु, छाती चिया भएको छ, गाडिएको छ तीर, देखिरहेको छु, बगिरहेको छ रगत। मलाई थाहा छ, पीडा छ, घाउ छ, थाहा छ। त्यही घाउमाथि फेरि अन्य प्रहारहरू आउँछन्, मलाई थाहा छ। तर ढल्ने छुट छैन, लड्ने छुट छैन साथीहरू। किनकि हामीले असार 7, 2079 मा एउटा सपना देखेका छौँ। त्यो सपना हामीले आफ्नो व्यक्तिगत जीवनका लागि देखेका होइनौँ, यो देशको जीवनका लागि देखेका हौँ, यो समाजको जीवनका लागि देखेका हौँ। आफ्नो पीरमा रुने फुर्सद कुनै दिन निकालौँला। तर अहिले यो देशको पीर र यो देशको पीडालाई मलम लगाउने प्रतिबद्धता सहित हामी यो यात्रामा हिँडेका हौँ। यस्तो होइन कि मलाई दुख्दैन, दुख्छ, तर त्यो दुखाइ र पीडा सबै सहेर पनि हामी यो देशको साझा सपना पूरा गर्छौँ भनेर हिँडेका छौँ र त्यसलाई पूरा गरेर छाड्छौँ। धेरै लागेको छ, अझै पनि केही ठाउँहरू छन् यसलाई कुनै न कुनै ठाउँबाट लडाउन सकिन्छ। यसलाई लडाएपछि रासोपा लड्छ, रासोपा लडिसकेपछि त हाम्रो बाटो क्लियर हुन्छ भन्ने धेरैलाई लागेको छ होला। रासोपा लडाउनको लागि षड्यन्त्र गर्न पर्दैन, चुनावमा लडे पुग्छ। चुनावबाट बाहेक रासोपालाई कहीँबाट पनि हराउन सकिँदैन। सम्पूर्ण देश तथा विदेशमा रहनुहुने दर्शकबिनहरूलाई भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। र यस्तै सत्य तथ्य घटना हेर्न र सुन्नका लागि हाम्रो च्यानल सन्देश अनलाइनलाई एक लाइक, एक सेयर र एक सब्सक्राइब अवश्य गरिदिनु होला। र रविको बारेमा के हुन्छ र यो भिडियो कस्तो लाग्यो आफ्नो धारणा कमेन्ट बक्समा पनि राख्न नभुल्नुहोला। धन्यवाद।